Hello guys, welcome to my vlog. आज चाहिँ Saturday. Guys, आज चाहिँ Sunday after Christmas. 27 तारिक बिहानै उठेर फ्रेस भएर खाजासाजा खाएर अनि हातमा कफी बोकेर यो जाडो मौसममा अनि बाइचेस्टरतिर हिँडेको बाइचेस्टर भिलेज हामीहरू म वर्षा अनि दाइ भाउजू भएर बाइचेस्टर जानु लागेको सो बाइचेस्टर पुग्न 1 घन्टा 10 मिनट छ सो मेकिङ आवर वे टु बाइचेस्टर लेट्स गो अनि अब चाहिँ हामी लागेको गाडीमा पेट्रोल सेट्रोल हालेर बिस्तार जाँदैछौँ हामी आज चिसो चिसो छ त अब यो जाडोकै टाइम हो घाम त त्यही बेला बेलामा मात्रै देख्न पाइन्छ त्यही छ आज सन्डे पनि बाटो ठिकै छ अलिअलि भिडभाड जस्तो पनि छ सबैलाई अब सपिङको माहौल लागिरह होला स्कुलहरू पनि बिदा छ अहिले त्यही भएर नै होला युकेमा अनि अब हामी हाइवेमा छिर्यो M69 को हाइवेमा टक्क लाएर गाडीमा साइडमा बसेर जानुको आनन्द नै मजा है दाइले ड्राइभ गरिराख्नु भएको छ म चाहिँ आनन्दले झिल्के भएर बसेछु होइन यस्तो क्याराभनहरू पनि देखिरहेको छ साइडमा है मजा आउँछ नि यस्तो क्याराभनहरूमा जान है के गर्नु बिस्तारै अब अर्को नेक्स्ट होलिडेमा म क्याराभनमा गएको घुमेको होलिडे मनाएको पनि राख्छु मेरो आउने दिनमा भ्लगहरू यो त मेरो पहिलो भ्लग हो है साथीहरू अब हजुरहरूले लाइक सब्सक्राइबहरू गर्नुभयो भने यस्तो माया गरिदिनु भयो भने त म अवश्य राख्छु है अब हाम्रो यात्रा जारी छ बाइचेस्टर भिलेजको लागि त्यहाँ आज सेलिब्रिटीहरू पनि आउँछ को आउँछ नि भाउँछु त्यहाँ आज शिल्पा शेट्टी पनि अहिले बिच बाटोमा हो होइन बाहिर जाडो छ गाडीमा टक्क न्यानो भएर बस्दै चाहिँ मस्त निदाएछ होइन यही हो मौका भन्ने सुत्दैछ होइन साथी चाहिँ भाउजू चाहिँ अब यहाँ बसिराख्नु भएको छ आज भाउजूले कोचको ब्याग किन्ने होइन बाइचेस्टर भिलेजमा डिस्काउन्ट हो भने मात्रै किनिन्छ नै त किनिँदैन She's expecting to have like 50% discount 50% discount today so let's see how it's gonna be Wilda is busy driving concentrate focus which is most important while you are driving दाइको गिफ्ट हो त बर्थडे गिफ्ट कार्ड मात्र लिएर हिँड्यो होइन दाइको कार्डबाट भोटिन्छ नि त पैसाको फेरि आज बर्थडे गिफ्ट दिन्छ देखाएर There's a lane closure ahead. लुट्ने बाटो हुनु पऱ्यो क्या हाम्रो देशमा पनि अब हामी त्यही आशा गर्दै निराशा हुँदै बस्नु परेछ छिटो छिटो विकास भयो हुन्छ हाम्रो देश पनि राम्रो लाग्थ्यो हामी नेपालीहरूलाई भन्दै हामी हाम्रो बाटो तताउँदै अहिले हामी वेलकम ब्रेकमा रोकेको सो वेलकम ब्रेकमा रोकेर अनि सर्ट टोइलेटहरू गएर आएर अब फर्किनु लाग्यो सो यहाँको वेलकम ब्रेकहरूमा पनि रमाइलो हुन्छ भित्र सपहरू हुन्छ होइन तपाईँहरू कफी लभरहरूलाई झन् दामी होइन सबै हुन्छ यहाँनिर वेलकम ब्रेकमा अब फ्युलहरू हाल्नु मन लाग्यो भने पनि फ्युलको लागि पनि एकदम इजी एक्सेस है यो चाहिँ अब फेरि फर्किनु लाग्यो वेलकम ब्रेकबाट पनि हामी निस्किनु थाल्यो एज आई सेड वेलकम ब्रेकमा कफीहरू लिएर होइन मजाले आउनु मिल्छ म चाहिँ सर्ट टोइलेट लागेर
युज गरेर आएको होइन। यहाँ पेट्रोल स्टेसन पनि हुन्छ। कफीहरू खाएन, आफू त घरबाटै लिएर आएको थिएँ होइन। Head अनि southeast towards त्यसपछि M40. पेट्रोलहरू हाल्नु मिल्छ, यहाँ पेट्रोल स्टेसनहरू हुन्छ होइन। In 200 yards, सो merge यहाँ onto मेकिङ आवर वे अगेन। फेरि बाटो तताउँदै बाइचेस्टरको लागि यहाँबाट चाहिँ तपाईँहरू ब्रिटिस मोटर म्युजियम जानु सक्नुहुन्छ होइन। त्यसको लागि चाहिँ गेडन भन्ने ठाउँमा जानुपर्छ होइन। अनि हामी अहिले M40मा छौँ। M40 हुँदै यताबाट हामी लन्डन, बेनबरी, अक्सफोर्ड जानु पनि सकिन्छ होइन। सो रोड बिजी नै छ। वेदरले पनि साथ दिइरहेको छ होइन। पानी परेको छैन होइन। अब साथ त के दिनु, चिसो छ होइन। भित्र चाहिँ टक्क न्यानो भएर बसेछ होइन। अब आफूलाई चाहिँ अब भ्लग बनाउने प्रयास मात्रै हो, बोल्नु चाहिँ खासै आउँदैन। एउटै कुरा रिपिट भएको भयो होला होइन। तर आउने दिनहरूमा चाहिँ म इम्प्रुभ गर्नेछु भन्ने बाचाका साथ फेरि बाटो तताउँदै बाइचेस्टरको लागि। यस्तो दामी हरियाली देखिन्छ है, कस्तो रमाइलो भाइब्स। ओहो, अनि सँगसँगै त्यसमा साइडमा भेडाहरू पनि चढिरहेको हुन्छ होइन। चढिरहेको हुन्छ। अब रमाइलो छ नि हेर्दाखेरि त, के गर्नु। बाहिरको बाटोमा मोटर चलाउँदै धुलो उडाउँदै, के गर्नु, धुलो उडाउँदै भन्न पनि सकिन्न, विदेशमा धुलो उड्दैन। अब हामी बाइचेस्टर भिलेज पुग्न लगभग 12 मिनट जति बाँकी छ होइन। सो अन द वे। हेर त कस्तो राम्रो खरायो होइन त्यो उस के अरे हरिणकै बच्चा बिस्तिती चरेर बसेछ अनि फ्यास यता आइदिन्छ अनि हानिदिन्छ क्या। कस्तो राम्रो बाइचेस्टर भिलेज चाहिँ आइपुग्यो होइन। एकदमै क्राउड छ। के छ, हामी फाइनली बाइचेस्टर भिलेज चाहिँ आइपुग्यो होइन। अति क्राउड छ, अति क्राउड। अति क्राउड यस्तो यताको अति क्राउड पुग्यो। कोचको ब्यागहरू दामी दामी छ होइन। मलाई चाहिँ यस्तो ठुलो घुम्दा घुम्दै रात परिसक्यो। रातको चाहिँ यहाँ बत्ती बालिसक्यो अहिले होइन। एकदम रमाइलो छ बाइचेस्टर भिलेजमा। अब सपिङ पनि सक्यो आज। यता आउनु बाइचेस्टर भिलेजको होइन। हात पनि टनटनाटन छ होइन। बोक्नै नसक्ने भारी छ होइन। चिसो छ होइन। अनि हामी गुच्चीमा गयो, अनि यहाँ कोचमाको पनि गयो। कोचमा गएर पनि एउटा ब्याग किनिदिएँ मैले मेरो बुढीलाई होइन। सो सी लभड इट है। रमाइलो भयो। अनि मैले चाहिँ टिम्बरल्यान्डमा बुट किनेँ होइन। नर्थ फेसमा ज्याकेट किनेँ। अनि चार्लेट टिलबरीमा गएर मैले मेकअप
सेटिङ स्प्रे अनि आई स्याडो पनि लिगेँ है Oh, yeah, so yeah. त्यसको लागि सो थ्याङ्कफुल फर माई हस्बेन्ड Okay, yeah. अनि त्यसपछि सपिङहरू सबै सकियो अब फर्किन लागेको होइन सो लङ डे टायर्ड भयो सबै पसलहरूमा गयो होइन सबै सपिङहरू सकियो अब फर्किँदै हो कति बज्यो अहिले चाहिँ 7 बज्यो होइन सो पार्किङतिर जाँदै हो होइन अहिले 7 बज्यो पार्किङतिर जाँदै हो गाडी उता पार्किङमा राखेको छ एन्ड देन सबै सपिङ पनि सक्यो आजको होइन अब पार्किङमा गएर गाडी निकालेर अनि घरतिर जान्छौँ हामी सो रमाइलो भयो ओभरअलमा आजको दिन दिउँसो एकदमै क्राउड थियो आज बाइचेस्टर भिलेजमा होइन अनि दिउँसो खाजाहरू पनि खायौँ पानीहरू यताउति किनेर गऱ्यो सबै कुराहरू अनि सबै रेकर्ड गर्नु चाहिँ मैले पाएन एकदमै भिड थियो त्यही भएर है त अब हामी गाडीतिर लाग्दै ओके अब साँझको 8 बज्न लागिसक्यो हामी चाहिँ फर्किँदै फेरि बाटो तताउँदै घरतिर जाँदै है गाह्रो भइसक्यो M40को मोटरवेमा आनन्दसँग साइडमा बसेर दाजुको साइडमा आनन्दसँग बसेर घरतिर लाग्दै आजको दिन रमाइलो भयो एकदम व्यस्त थियो बाइचेस्टर भिलेजको सपिङ सेन्टर रमाइलो भयो ल अब घरतिर फर्किँदै अलराइट सी यु गाइस भित्र बाटोमा पुगिसक्यो अबको 20-25 मिनटमा हामी घर पुगिन्छ आनन्दले बाटो तताउँदै झिलिमिली बत्ती बलिरहेको छ मिठो बास्ना आयो गाडीमा फाइनली आफ्टर लङ डे पछि अब दाजुको घरतिर पनि Continue आइयो on Russet होइन Avenue for 200 yards. स्टिल क्रिसमस न्यु इयर भाइब्स स्टिल छ यहाँ घरहरूमा बत्तीहरू मजाले बालिरहेको छ होइन सो आजको दिन लङ डे भयो रमाइलो भयो होइन हरेक दिनहरूमा अब आफ्नो आफ्नो एउटा लेसन हुन्छ होइन अब आजको दिनमा चाहिँ मेरो आफ्नै लेसनहरू छ हिँड्दाखेरि पानीहरू बोकेर हिँड्नुपर्छ होइन केही स्न्याक्सहरू पनि बोकेर हिँड्दा झन् राम्रो होइन हाम्रो बानी चाहिँ त्यस्तो छैन त्यो चाहिँ इम्प्रुभ गर्नुपर्छ हजुरहरू पनि ट्राभल गर्दा त्यस्तै गर्नु होला Welcome home. ल वेलकम होम है त ल घर पनि आइपुग्यो थ्याङ्क यू सबै राम्रो भयो थ्याङ्क यू सो मच अब भिडियोलाई म यही इन्ड गर्छु है त ओके बाई बाई